हामी छोरी मान्छेलाई यो पीडा एकदमै गाह्रो हुन्छ। हजुरहरूलाई कस्तो हुन्छ मलाई चाहिँ एकदमै कस्तो हुन्छ। म त औषधि नगरिकन मेडिकल नगइकन बस्नै सक्दैन। कति गाह्रो हुन्छ के भनेर शब्दमा बयान गरेर पनि पुग्दैन। सो हेलो एभ्रिवान, इट्स मी लक्ष्मी खड्का। आज चाहिँ म एउटा तालिममा जानलाई रेडी भएर म यसो भिडियो गराउँदैछु। म चाहिँ हेल्थ लिभिङ नेपाल सम्बन्धी हाम्रो तालिम थियो, दिदीले जाम बहिनी भनेर म नाइ भनेर गएँ। म जे कुरामा पनि नाइ भन्न सक्दैन कि म चाहन्छु अघि बढेको मलाई यस्तो यस्तो कुरा सिकेको मनपर्छ। त्यही कुराबाट सानो सानो कुराबाट ठुलो कुरा सिक्ने हो। सो म हुन्छ दिदी भनेर म गएँ। वहाँ पुग्दा चाहिँ स्टार्ट गरिसक्नु भएको रहेछ दियो बालेर। अनि त्यसपछि मैले यसो गएर भिडियो सिडियो बनाएँ। कति धेरै हुनुहुन्थ्यो, कति राम्रो लाग्यो मलाई। यो चाहिँ म पनि पछि गर्छु भनेर सोचेको छु म पनि। अनि मलाई एकदम राम्रो लाग्यो। त्यस हामीले वहाँ धेरै कुरा सिक्यौँ त्यहाँ गएर हामीले चाहिँ। अनि हेर्नु न, उहाँहरू चाहिँ राम्रो सामान जति किनेर राम्रो गर्नुभएको छ। उहाँलाई यति राम्रोसँग स्वागत गर्नुभएको थियो। र लास्टमा चाहिँ यहाँ एकदम राम्रो यो फिल्डमा राम्रो मेहनतले गर्दा यति राम्रो पोजिसन कमाएर उहाँ चाहिँ उहाँलाई चाहिँ एकदम स्वागतले राम्रोसँग भव्य तरिकाले स्वागत गर्नुभएको थियो। हामी चाहिँ पुरा हेर्न सकेनौँ किनभने मलाई सन्चो पनि थिएन र हामी यति हेरेर घरतिर फर्क्यौँ। हस् त, बाई गाइज।